झण्डै 10 अर्ब भन्दा बढी भ्रष्टाचार। के यत्रो ठूलो अनियमितता र भ्रष्टाचार कुनै मन्त्री र प्रधानमन्त्री बिना सम्भव छ त? किनभने सांसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको पोखरा विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचार भएको भनेर तयार पारेको उक्त प्रतिवेदनमा मन्त्री, प्रधानमन्त्री र कुनै पनि नेताको नाम कतै पनि उल्लेख गरिएको देखिँदैन। तर हामीले यति मात्र भन्न सक्छौं कि यो परियोजना सुरु हुँदा प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री सुरेन्द्र पाण्डे र संरक्षण भण्डारी नागरिक उड्डयन मन्त्री थिए। त्यसपछि कर्मशः जलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला लगायत केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाहरू यो अवधि बीचमा प्रधानमन्त्री भएका थिए। यो परियोजना सुरु हुँदादेखि निर्माण कार्य सम्पन्न भई हस्तान्तरण र उद्घाटन हुँदासम्मको को प्रधानमन्त्री थिए, को मन्त्री थिए, त्यो कुरा हामीले अलिकति मात्र रिसर्च गर्यौं भने थाहा भइ नै हाल्छ। जुन अवधिमा कुनै पनि मन्त्री र प्रधानमन्त्री भएकै पालामा चलखेल भएको अनुमान गर्न त्यति गाह्रो छैन। त्यसैले यो कुरा तपाई माझ छोड्नेछु। खोजनीति गरी त्यो अवधिमा को मन्त्री रहेछन् र को प्रधानमन्त्री रहेछन् कमेन्टमा लेख्नु होला। एकछिन कल्पना गर्नुस् त, पोखराको काखमा उभिएको एउटा यस्तो विमानस्थल जसले नेपाललाई विश्वको पर्यटकीय र आर्थिक नक्सामा चम्काउने सपना बोकेको छ। यो कुरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हो। राष्ट्रिय गौरवको यो आयोजना जुन केवल विमानस्थल होइन, नेपालको समृद्धिको सुनौलो ढोका हो। तर रातको आकाशमा चम्कने तारा जस्तै यो सपनालाई कालो बादलले ढाक्न खोजिएकै हो त। अनियमितता, 22 अर्बको ऋणको रहस्य र प्राविधिक गल्तीको जालले यो आयोजनालाई कतै तल डुबाउन खोज्दै त छैन। यो भिडियोमा हामी तपाईलाई सत्यको रोमाञ्चक र झट्का दिने तथ्यहरू बाहिर ल्याउनेछौँ, जहाँ माननीय लिङ्गदेरको संयोजकतामा माननीय अर्जुन नरसिंह केसी, अमनलाल मोदी, गोकुल प्रसाद बास्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिसेना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी बराइलीको सदस्यमा तयार गरिएको यो प्रतिवेदनले ठेक्का प्रक्रियामा भएको ठूलो गडबडी, धावन मार्गको कमजोर डिजाइन, पर्यावरणीय नियम मिचिएको संकट र अरबौं आर्थिक खेल, यी सबैको पर्दाफास हामी तथ्य र प्रमाण सहित गर्नेछौँ। के यो विमानस्थल साँच्चै अन्तर्राष्ट्रिय उडानका लागि तयार छ कि यो सपना अधुरै रहन्छ? जवाब जान्न यो भिडियो अन्तिम सेकेन्डसम्म हेर्नु होला। नमस्ते हजुर। राष्ट्रिय उडानको आवश्यकता परिपूर्ति गर्दै हवाई यातायातको विकास र विस्तार गर्नको लागि पोखरा विमानस्थलको निर्माण सर्वप्रथम विक्रम सम्वत 2015 असार 20 मा भएको थियो। नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक चाप हुने भएकाले उक्त चापलाई न्यूनीकरण गर्न र पर्यटकीय प्रबन्धन गर्नका लागि पोखरामा पनि एक अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्ने उद्देश्यले विक्रम सम्वत 2032 मा नै 3106 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। फेरि आर्थिक वर्ष 2071-2072 मा थप 793 रोपनी जग्गा अधिग्रहण गरी कुल 3879 रोपनी जग्गा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि भनेर व्यवस्था गरिएको थियो। सोही क्रममा मुआब्जा वितरण मात्र 4 अर्ब 50 करोड रुपैयाँ खर्च गरिएको देखिन्छ। यो मुआब्जा वितरण भन्नाले व्यक्ति, समूह वा समुदायलाई कुनै कारणले भएको नोक्सानी वा हानिको सट्टामा प्रदान गरिने क्षतिपूर्ति लक्षित व्यक्तिहरूलाई बाँडफाँड गर्ने प्रक्रिया हो। यो प्रक्रिया सरकारी योजना, विकास, निर्माण, प्राकृतिक प्रकोप वा अन्य कारणले गरिने क्षतिपूर्तिका लागि अपनाइन्छ, जुन कुरामा मात्र 4 अर्ब 50 करोड खर्च भएको देखिन्छ। सन् 1971 मा जर्मन कन्सल्टिङ फर्म DIWI द्वारा सोही विमानस्थलको साइट चयन, विस्तृत इन्जिनियरिङ कार्य र मास्टर प्लान गरिएको उल्लेख छ, जुन कार्य एसियाली विकास बैंकको ऋण अन्तर्गत नेपालको विमानस्थलको विकास परियोजनाको लागि अध्ययन गरिएको थियो। त्यसपछि सन् 1988 मा JICA ले DIWI ले गरेको मास्टर प्लानको समीक्षा गरेर 1995 देखि 2000 चरण फर्स्ट HS748 विमान $40 मिलियन र सन् 2001 देखि 2010 चरण सेकेन्ड B757 विमान $45 मिलियन को 2 चरणमा कार्य सम्पादन गरी सिफारिस गरेको थियो। सोही प्रतिवेदन अनुसार सन् 2008 मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्ने अवधारणा पत्र तयार पारी सन् 2010 मा जोशी एसोसिएट्सलाई विस्तृत इन्जिनियरिङ सर्वेक्षण, लेआउट योजना र माटो कार्य अनुमान गर्न दिएको रहेछ। त्यसपछि चीनले EPC मोडेलमा बनाउने भनेर आशय व्यक्त गर्छ।
यो ईपीसी को पूरा रूप इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन हो। यो आशय देखाएको केही समयपछि 2068 मङ्सिर 11 मा सोही ईपीसी मोडललाई स्वीकार्दै चीन सरकारले चीनको एक्जिम बैंक मार्फत सहुलियतपूर्ण ऋण दिने भनेको हुन्छ, जसको कारणले अन्य विदेशी कम्पनीले यो प्रतिस्पर्धामा भाग लिनलाई आउन नपाएको देखिन्छ। र उक्त शर्तलाई स्वीकार्दै विमानस्थल निर्माण गर्ने भनी सोही बैंकबाट करिब 22 अर्ब रुपैयाँको लागतमा विक्रम सम्वत 2071 जेठ 8 मा नेपाल उड्डयन प्राधिकरण र चिनिया ठेकेदार कम्पनी सीएमएमसी इन्जिनियरिङ बीच आईसीएओ 4D क्याटेगोरीको विमानस्थलको निर्माण कार्यको सम्झौता भएको देखिन्छ। सोही बमोजिम 21 मार्च 2016 अर्थात 2072 चैत 8 मा नेपाल र चीन सरकारको बीच 2% ब्याज दरमा 22 अर्ब रुपैयाँको ऋण सम्झौता भएको थियो। सोही ऋण विमानस्थल निर्माण भएपछि 7 वर्षसम्म 2% का दरले ब्याज दिने र 7 वर्षपछि भने 13 वर्षभित्र 26 किस्ता गरेर सावा चुक्ता गर्ने सम्झौता भएको छ। साथीहरू, अबको भिडियोमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण विकास क्रममा भएका तथ्य र तथ्याङ्कको कुरा गरौँ। सबै तथ्य र तथ्याङ्कका कुरामा म मिति र गतेसम्म भन्ने छु। त्यो समयमा नेपालमा को प्रधानमन्त्री थिए र को मन्त्री थिए खोज नीति गर्नु होला। यो प्रतिवेदनमा कोही पनि मन्त्री र प्रधानमन्त्रीको नाम नमुछिए पनि यति ठूलो विकास परियोजनामा भएको भ्रष्टाचार त्यति बेलाको समयमा हुनु भएका कुनै न कुनै मन्त्री प्रधानमन्त्रीको सहभागिता बिना कर्मचारीले मात्र यतिसम्मको घोटाला गर्नु असम्भव बराबर हो भन्ने कुरा सबैलाई थाहा छँदैछ। त्यसैले साथीहरू, यो तथ्य र सत्यको भिडियोलाई निहालेर हेर्नु होला र त्यति बेलाको अवधिमा को मन्त्री थिए र को प्रधानमन्त्री थिए कमेन्टमा लेख्नु होला। अब तथ्य र तथ्याङ्कमा जाउँ साथीहरू। मिति 2067 2 महिना 29 गते, यो गतेलाई याद गरौँ है त। पोखरा विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गर्न तत्कालीन अर्थमन्त्रीको अध्यक्षतामा तत्कालीन पर्यटन र ऊर्जा मन्त्री तथा सचिवहरूको उपस्थितिमा सोही मिति 2067 2 महिना 29 गते बसेको बैठकले खुल्ला प्रतिस्पर्धाद्वारा टर्नकी आयोजनाको रूपमा काम गर्ने गरी चिनिया ठेकेदारहरू मध्येबाट छनौट गर्ने निर्णय गरेको हुन्छ। अप्रत्युष्टलीमा बचत हुन आएको 80 मिलियन युएसडी डलर उक्त कार्य अगाडि बढाउने कार्य तय भएको, तर उक्त 80 मिलियन युएसडी डलर यो आयोजनामा नआएको भन्ने कुरा प्रष्ट उल्लेख गरिएको छ। अब उक्त रकमको खोजनीति हुनु पर्छ नै र आशा गरौँ पक्कै पनि खोजनीति हुनेछ। मिति 2067 2 महिना 27 गतेको अर्थ मन्त्रालयको पत्र बमोजिम टर्नकी आयोजनाको रूपमा काम गर्ने गरी भ्याट सहित 174.994 मिलियन अमेरिकी डलरको लागत अनुमानित सहित टेन्डर सम्बन्धी कागजात प्राधिकरणले तयार गरिएको भनेर यो प्रतिवेदनमा उल्लेख गरिएको छ। मिति 2067 6 महिना 6 मा बसेको 231औं बैठकको निर्णय बमोजिम पोखरा विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर अनुमानित लागत 145 मिलियन युएसडी डलर र 550 रोपनी थप जग्गा खरिद गर्न थप 30 मिलियन युएसडी डलर गरी जम्मा 175 मिलियन डलरमा सबै काम सिद्ध्याउने भनेर अनुमान सहितको एउटा टेन्डरको कागजात तयार गरेको देखिन्छ। 2067 7 महिना 28 गते अर्थात नोभेम्बर 14 2010 मा अर्थ मन्त्रालयबाट पोखरा नयाँ विमानस्थल सम्बन्धी ईपीसी टेन्डर डकुमेन्ट अध्ययन प्रतिवेदनहरू तथा प्रोजेक्ट प्रपोजल चाइनिज एम्बेसी मार्फत चीन सरकारले अनुरोध गरी पठाइएको, तर त्यहाँबाट कुनै मौखिक तथा लिखित राय प्रतिक्रिया नआएको देखिन्छ। त्यसपछि 2068 1 महिना 28 मा एक्जिम बैंकका भाइस प्रेसिडेन्टको नेतृत्वमा 17 सदस्यीय टोलीले भ्रमण गरेको, तर नयाँ विमानस्थलको आवश्यकता, जग्गा अधिग्रहण, वातावरणीय अध्ययन, प्रोजेक्ट कस्ट आदि जस्ता अवलोकन पनि उक्त चिनिया टोलीलाई साइडमा नै अवलोकन गराइएको भनेर उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। अझै 19 वटा बुदामा सबै तथ्य र तथ्याङ्कहरू उल्लेख गरिएको छ। साथीहरू, यो सबै बुदाहरूलाई कभर गर्दा भिडियो एकदमै लामो हुने भएकाले बाँकी रहेको बुदाहरूलाई यही भिडियोमा राखेको छु, पज गरेर हेर्नु होला। त्यसपछि हजुरहरूलाई प्रष्ट हुनेछ कि पोखरा विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमान बनाउने क्रममा पैसा खानको लागि कतिसम्मको रणनीति र मोडेलहरू नै परिवर्तन गरेर भए पनि लगभग 10 अर्ब भन्दा बढी रुपैयाँ झ्वाम पार्न सफल भएको प्रष्ट हुन्छ। साथीहरू, अब कुरा गरौँ विमानस्थलको विकास क्रम अध्ययन गर्दा देखिएका प्रमुख समस्याहरू र स्थलगत अवलोकन तथा छलफल गर्दा पहिचान गरिएका समस्याहरू। अर्थ मन्त्रालयको मिति 2067 2 महिना 19 को निर्णयले टर्नकी आयोजनाको रूपमा चिनिया ठेकेदारहरू मध्येबाट छनौट गर्ने गरी मिति 2068 8 महिना 6 गतिको निर्णयले ईपीसी मोडेलमा ठेक्का अगाडि बढाउन पत्रचार र प्राधिकरणले सोही ईपीसी मोडेलमै ठेक्का प्रक्रिया अगाडि बढाएको सन्दर्भलाई समेत उपेक्षा गर्दै पूर्व रजिस्ट्रार रामकृष्ण तिमिल सिन्हा संयोजक भएको समूहले
प्राधिकरणले बीओक्यू मोडेलबाट लागत अनुमान तयार गरेको भनी कुनै तथ्य प्रमाण बिना ठूलो रकममा लागत वृद्धि गरी वार्ताद्वारा ठेक्का प्रक्रिया टुङ्ग्याउने नीतिगत आधार तयार गरिनु र संविधान सभा निर्वाचन प्रयोजनका लागि गठित सरकारबाट यस्ता प्रकारका नीतिगत निर्णयमा सहमत हुनु भनेकै अनुचित र निर्णयगत नियत मनसायको साथै भ्रष्टाचार गरेको भनेर प्रष्ट हुन्छ। नागरिक उड्डयन प्राधिकरणको कुल लागत अनुमान 145 मिलियन अमेरिकी डलर भएकोमा सबैभन्दा कम अङ्क कबल गर्ने कम्पनी CIMC को बोल कबल अङ्क नै 305 मिलियन अमेरिकन डलर जुन 160 मिलियन अमेरिकन डलर वृद्धि भएको मानिन्छ। यो कुरा अस्वाभाविक छ। यति ठूलो अन्तर हुँदा हुँदै पनि प्राधिकरण लगायत निर्णयकर्ताहरूबाट सार्वजनिक खरिद कानून विपरीत वार्ता गरी 70 मिलियन बढी लागत थप गरी ठेक्का स्वीकृति हुनु पनि ठूलो अनियमितता भएको प्रश्न देखिन्छ, जुन कुरामा प्रश्न हुनु एकदमै स्वाभाविक छ। साथै सार्वजनिक खरिद ऐन 2063 तथा सार्वजनिक खरिद नियमावली 2064 को विपरीत वार्ता गरी ठेक्का तय गरिएको छ। 2 अर्ब 22 करोड 40 लाख रुपैयाँ सम्झौतामा उल्लेखित शर्त विपरीत मास्टर लिस्टमा राखेर कर छुट दिने गलत उद्देश्य राखी इम्प्लिमेन्टेसन एग्रिमेन्ट गरेको देखिन्छ। उक्त मूल सम्झौता विपरीत एग्रिमेन्ट गर्नु नै अनियमितता तथा नीतिगत भ्रष्टाचार हो भन्ने प्रश्न हुन्छ। माथिल्लो त्रिशुली बचत हुन आएको 80 मिलियन अमेरिकी डलरमा पनि अनियमितता भएको छ, किनभने उक्त रकम विमानस्थल निर्माणमा प्रयोग भएको नभएको सम्बन्धमा कुनै प्रमाण नभेटिएको र उक्त कहाँ प्रयोग भयो भनेर कुनै स्पष्ट भएको छैन, जुन कुरा हामीले माथि पनि गरेको थियौं। तपाईहरुलाई याद छ होला, अमेरिकी डलर 15.23 मिलियन एडिशनल आइटम्स भनेर मे 22, 2014 मा चाइना CIMC इन्जिनियरिङ कम्पनी र प्राधिकरण बीच सम्झौता भएको देखिन्छ। जुन एडिशनल आइटम्स EPC मोडेलमा राख्नु नै गलत मानिन्छ, जुन आइटम्सहरूको विवरण परिमाण दर मात्र उल्लेख गरी कुल रकम उल्लेख नगरी राखिएको, जसको लागत रकम कुल सम्झौता रकम गरिएको देखिँदैन, यो सरासर गलत छ। साथै विमानस्थल निर्माण भइसकेपछि पनि व्यावसायिक उडान हुन नसक्नु, विमानस्थलको सञ्चालन र उपयोगको बिजनेस प्लान पनि नबनाउनु, निर्माणको गुणस्तरमा सन्देह प्रकट गरी प्रश्न उठ्नु, विमानस्थलको रनवे 2500 मिटरमा सीमित गरिनु, छिने डाँडाको उचाइ घटाउने विषय सुरु सम्झौतामा नगरी पछि मात्र थाहा पाउनु र सुरुमा 30 मिटर मात्र कटन गरिनु पर्ने भनिएकोमा पछि 40 मिटर कटन गरिनु, उक्त डाँडा कटन गर्नुपर्ने थियो थिएन, सोको पूर्व अध्ययन तथा सोको कारण पर्न सक्ने सामाजिक आर्थिक र वातावरणीय प्रभावको विश्लेषण नै नगरिनु, उक्त डाँडा कटन निर्माण लागत भित्रबाट सम्बन्धित निर्माण कम्पनीले नै गर्नुपर्नेमा प्राधिकरणबाट थप 32 करोड 2 लाख रुपैयाँ खर्च गरिनु, यति मात्रै नभएर लागत निर्धारणका आधार नै नखुलाई प्रस्ताव तयार गरिनु लगायतका कार्यहरूले यस विमानस्थलको निर्माण लागत प्रक्रिया तथा टर्नओभर प्रिडिक्सनमा पारदर्शिताको अभाव, अनियमितता र भ्रष्टाचार भएको स्पष्ट देखिन्छ। अन्त्यमा विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न जिम्मेवारी प्राप्त सम्पूर्ण निर्णयकर्ता, पदाधिकारीहरू, कर्मचारीहरू र देहाय बमोजिमका नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरू भनेर उक्त समितिले एउटा लिस्ट नै तयार पारेको छ। तर यो लिस्टमा कुनै पनि मन्त्री, प्रधानमन्त्री र नेता मुछिएको देखिँदैन। उक्त लिस्टमा महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखका रूपमा 2071 देखि 74 सम्म र 2078 माघ 17 देखि हालसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको रूपमा छन् भनेर लेखिएको छ। त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनाकर्मी 2074 देखि हालसम्म कार्यरत छन् भनेर लेखिएको छ। राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, राष्ट्रिय गौरव आयोजनाका इन्जिनियर प्रवीण न्यौपाने, राष्ट्रिय गौरव आयोजनाका प्रशासन प्रमुख राजेन्द्र प्रसाद पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक बाबुराम पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम 2072 देखि 76 सम्म, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजन पोखरेल 2076 देखि 78 सम्म कार्यरत छन्। संलग्न अन्य बहालवाला पदाधिकारीहरूलाई तत्काल निलम्बन गरी अनियमितता र भ्रष्टाचारमा संलग्न बहालवाला वा पूर्व पदाधिकारी सबैमाथि शीघ्र छानबिन अनुसन्धान गरी कानून बमोजिम हदैसम्मको कारबाही गर्न गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन गर्ने निर्णय गरिएको छ। तर यतिसम्मका ठूला काण्ड नेता र मन्त्रीको साथ बिना सम्भव नै छैन। तर जहिले नेपालमा नेताहरूको नाम जोडिँदैन। यदि नेताहरूको नाम जोडिए पनि उन्मुक्ति दिएर कर्मचारीलाई मात्र कारबाहीको सिफारिस किन हुन्छ? यो भिडियोको अन्त्यमा हामीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ठूलो सपनालाई नजिकबाट हेर्यौं।
यो केवल विमानस्थल होइन, नेपालको आर्थिक उन्नति, पर्यटकीय सम्भावना र विश्वसँग जोडिने आशाको उडान हो। तर हामीले देख्यौं ठेक्का प्रक्रियाको गम्भीर गडबडी, 22 अर्बको ऋणको रहस्यमय पर्दा, धावनमार्गको कमजोर डिजाइन र पर्यावरणीय नियम मिचेको संकटले यो सपनालाई बादलले छोप्ने कोसिस गरिरहेको छ। यी तथ्य र प्रमाणले स्पष्ट हुन्छ कि यो आयोजनालाई पारदर्शिता, जवाबदेहिता र कडा अनुगमनको खाँचो छ। साथीहरू, तर यो अन्त्य होइन, यो त साँचो अर्थमा सुरुवात हो। हामीले यो सपनालाई अधुरो रहन दिनु हुँदैन। सँगै मिलेर यो विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको गर्विलो केन्द्र बनाउन सक्छौं। यो सत्यको यात्रामा साथ दिनु भएकोमा तपाईलाई मनैदेखि धन्यवाद। यो भिडियो लाइक गर्नुहोस्, शेयर गरेर हरेक नेपालीसम्म यो सन्देश पुर्याउनुहोस्। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोस्, बेल आइकनलाई दबाउनुहोस् र कमेन्टमा लेख्नुहोस् तपाईँ यो सपनालाई कसरी साकार बनाउन चाहनुहुन्छ र यो यति ठूलो भ्रष्टाचार र अनियमिततामा को संलग्न छन् भन्ने कुरा यो भिडियो हेरिसक्दासम्म पक्कै पनि हजुरहरूले खोजनीति गर्नुभयो होला। यदि गर्नुभयो भने तपाईको खोजनीति अनुसार को पर्नुभयो यो अवधिमा त्यो पनि कमेन्टमा लेख्नु होला। यो सत्यको लडाईमा तपाईको कमेन्टले ठूलो फरक पार्नेछ भन्ने आशा राखेको छु। यो भिडियो हेरिदिनु भएकोमा फेरि धन्यवाद र अब म अर्को भिडियो लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि म बिदा हुन्छु। नमस्कार।